पछिल्लो 3 दिन गणेश नेपालीका धेरै भिडियोहरू सामाजिक सञ्जालमा आइरहेका छन्, तर मैले हेर्न सकेको छैन। जतिपटक देखिन्छन् त्यति नै पटक स्क्रोल गरिरहेको छु। हेर्ने आँट आइरहेको छैन। तर एउटा कुरा भने मनबाट पटक्कै हट्न सकेन। एउटा 25 वर्षको युवक जसले सायद बिहान उठ्दा आफ्नो जीवन यति दुःखद अन्त्य हुन्छ भनेर कहिल्यै सोचेको थिएन। आज गणेश नेपाली हामी बीच छैनन्। अझ पीडादायी कुरा के छ भने उनको शव 3 दिनदेखि अस्पतालमै छ। बुबा आमा र दाजु न्यायको आशमा काठमाडौँमै बसिरहेका छन्। सोच्नुहोस् त, मुगुबाट एउटा परिवार कति आशा बोकेर काठमाडौँ आएको होला। उनीहरूलाई राजनीति चाहिएको छैन, उनीहरूलाई विवाद चाहिएको छैन, उनीहरूलाई चाहिएको छ त केवल एउटा कुरा, त्यो हो न्याय। हामी सबैले यो घटनाबाट एउटा कुरा चाहिँ सिक्नुपर्छ। कानुन चाहिन्छ, नियम पनि चाहिन्छ, तर कहिलेकाहीँ नियमभन्दा अगाडि मान्छेको अवस्था पनि देख्नु पर्दछ। किनभने हामी कसैको अनुहार हेरेर कसैले आफूभित्र कति ठुलो लडाईँ लडिरहेको छ भनेर थाहा पाउन सक्दैनौँ। कसैले मुस्कुराइरहेको पनि हुन्छ, तर भित्रभित्र ऊ कति भत्किरहेको हुन्छ भन्ने कुरा हामी कहिल्यै मतलब पनि गर्दैनौँ। सायद गणेश नेपाली पनि त्यस्तै अवस्थामा थिए कि म यो भन्न खोजिरहेको छैन कि उनले गरेको निर्णय ठिक थियो, पटक्कै ठिक थिएन। जीवनभन्दा ठुलो त केही पनि हुँदैन। तर एउटा प्रश्न भने हामी सबैले आफैले आफैलाई सोध्नु पर्दछ। एउटा 25 वर्षको युवक यस्तो निर्णयसम्म पुग्न किन बाध्य भयो? हामी कहाँनिर चुकिरहेका छौँ? राज्य, प्रणाली, समाज वा हामी आफै? हामी अहिले सामाजिक सञ्जालमा दुई पक्षमा बाँडिएर बहस गरिरहेका छौँ। कोही महानगरलाई दोष दिइरहेका छौँ, कोही गणेशलाई। तर एउटा आमा बुबाले भने दुवै बहस हारेका छन्। उनीहरूले आफ्नो छोरा गुमाइसकेका छन्। त्यो हारभन्दा ठुलो त संसारमा अरू कुनै ठुलो हार हुन सक्दैन। मलाई लाग्छ यो समय आरोप लगाउने समय होइन, यो समय तर्क वितर्क गर्ने समय पनि होइन। यो समय सत्य खोज्ने समय हो। यदि कसैको गल्ती छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्दछ। यदि प्रणालीमा कमजोरी छ भने पनि त्यसलाई सुधारिनुपर्छ। र सबैभन्दा ठुलो कुरा, अब फेरि अर्को गणेशले यस्तो परिस्थिति भोग्न नपरोस्। किनभने एउटा देश तब मात्र बलियो हुन्छ जब त्यहाँका नागरिकले आफूलाई अप्ठ्यारो पर्दा आफूसँग सरकार छ, आफूसँग देश छ भन्ने दह्रो ढङ्गबाट महसुस गर्छन्। आज गणेश नेपाली हामीमा छैनन्, तर उनले हामी सबैका लागि एउटा पाठ चाहिँ सिकाएर गएका छन्। यदि हामीले यो विषयलाई फेरि पनि विगतमा जस्तै बहस मात्रै गरेर बिर्स्यौँ भने भोलि अर्को गणेशको खबर यस्तै सुन्न नपर्ला भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले संयम बनौँ। सामाजिक सञ्जालमा विभिन्न खालका आरोप प्रत्यारोप होइन, यति बेला सत्य खोज्ने समय आएको छ। यति बेला जीवनको महत्त्व बुझ्ने समय आएको छ। जीवनभन्दा महत्त्वपूर्ण अरू केही पनि हुन सक्दैन। एकजना आमा बुबालाई आफ्नो सन्तानको जीवनभन्दा ठुलो अरू केही पनि हुँदैन। तर्क वितर्क नगरौँ, नबाडियौँ सामाजिक सञ्जालमा, सत्य खोजौँ।